नमस्ते सबैजनालाई। आज चाहिँ हामी यो भिडियोको मार्फतबाट स्ट्रोक भनेको के हो, स्ट्रोकका कारण, लक्षण र स्ट्रोकबाट कसरी जोगिने बारे कुरा गर्छौं। स्ट्रोक भन्नाले मस्तिष्कको रगत प्रवाह अचानक बन्द हुनु वा रगत नली फुटेर रगत चुहिनु हो, जसले गर्दा चाहिँ मस्तिष्कको कोष मर्न थाल्छन्। अहिले नेपाली समाजमा यसको दर दिनहुँ बढ्दो छ र यो एक गम्भीर रोग हो। अब स्ट्रोकका मुख्य कारणहरू के हुन्? उच्च रक्तचाप, धूम्रपान र मद्यपान, अस्वास्थ्य खाना र मोटोपन, तनाव र मानसिक दबाव र मधुमेह हुन्। यी कारणहरू चाहिँ स्ट्रोक गराउनेलाई महत्त्वपूर्ण योगदान पुर्याउने गर्छन्। अब यी भनेको चाहिँ कारणहरू भयो भने अब हामीले स्ट्रोकमा देखा पर्ने लक्षणहरूको बारेमा कुरा गर्छौं, जसमा अनुहारहरू एकतिर लत्रिनु, हात वा खुट्टा कमजोर हुनु, बोली स्पष्ट नहुनु अथवा बोली लडबडिनु, अचानक दृष्टि गुमाउनु वा टाउको दुख्नु, शारीरिक सन्तुलन गुमाउनु वा हिँडुल गर्न गाह्रो हुनु। यी चाहिँ हाम्रो अब लक्षणहरू भयो भने अब स्ट्रोकबाट जोगिने तरिका चाहिँ के हुन्? नियमित रक्तचाप र मधुमेह जाँच गराउनु, धूम्रपान र मद्यपान त्याग गर्नु, ताजा तरकारी, फलफुल र कम चिल्लो भएका खानेकुराहरू खानुहोस्, दैनिकी व्यायाम गर्नुहोस्, मानसिक तनाव घटाउने प्रयास गर्नुहोस् र स्वास्थ्य परीक्षण चाहिँ गराइराख्नुहुन अनुरोध।